रानीको छोरा ओइ के खेल्छस् खोला हातले उतालाई हाल को देखेन अहिले झ्याप्पा दिन्छ सालाले थाहा हुन्छ यति मिसले मर्छ विचार गर है चाहे पनि तिमीले जे पनि गर्दैछु यहाँ रन्डीको छोरो माछ सिक्ने झन्डा हान्दै भयो रन्डीको बालले त माछ सिक्ने खाते रन्डीको छोरो माछ सिक्ने जाउँ त जाउँ के गरे आएको यो तपाईँ कति जे गरेँ मैले त्यही गरेँ बुझ्यो तपाईँले यताबाट आएको भएर गरे मैले यसरी म त उसले ओभरटेक गर्दा थियो नि त अलिकति उ गरेर यति मिसले मर्छ विचार गर है स्पिड होइन तिमीले हेपेर आएको तिमीले चाहिँ नखाएछ मलाई होइन चाहे पनि तिमीले जे पनि गर्दैछु यहाँ त्यस्तो होइन दाइ त्यस्तो भन्नु खोजे होइन दाइ तिमीले हेपेर आएको मलाई ठुलो कुरा नगर छातीमा हात राखेर बोल हेपेर आएको हो कि यति भन तपाईँले त्यस्तै पेलेर आउनु भएको छ अनि मैले ओभरटेक गरेको देखेन अहिले झ्याप्पा दिन्छ सालाले थाहा हुन्छ ओभरटेक गरेको देखेन त्यहाँ मैले पेलेको रानीको छोरा ओइ के खेल्छस् खोला हातले उतालाई हाल को खेल्छस् उतालाई हाल हात खेल्छस् रानीको छोरा तैँले के गर्छ भने हेपेको होइन तपाईँले त्यस्तरी पेलेर आउनु भएको छ अनि मैले पनि पेलेर देखेन अहिले झ्याप्पा दिन्छ सालाले थाहा हुन्छ ओभरटेक गरेर देखेन त्यहाँ मैले पेलेको रानीको छोरा के खेल्छस् मैले उतालाई हाल को खेल्छस् दाइ केही भनेको छैन दाइ यार तपाईँले यार दाइ यार केही भनेको छैन दाइ यार तपाईँ थट दाइ यार होइन क्या दाइ यार के भनेको छैन दाइ यार तपाईँ भयो दाइ सरी दाइ सरी दाइ यार सरी भयो दाइ सरी ल हाम्रै गल्ती भयो सरी दाइ यार सरी दाइ भयो हो तपाईँले हान्नु भएन गोप्रो के गरेको छैन आउनै छैन दाइ यार तपाईँ हावा हेर्छ सरी दाइ यार ल हाम्रै गल्ती भएछ त्यस्तो होइन दाइ त्यस्तो हेपेकै छैन दाइ यार तपाईँ केही भनेकै छैन दाइ केही भनेकै छैन दाइ यार तपाईँले दाइ प्लिज क्या दाइ यार मलाई हेपेको हो कि होइन छैन नि दाइ हेपेको यार केही भनेकै छैन दाइ यार हामीले ओभरटेक गरेर आएको छु को तिमीहरू कोही पनि होइन दाइ हामी हुन त के हुनु दाइ हुन त के हुनु दाइ हामी त के होइन दाइ सरी दाइ यार हामी सरी दाइ ल सरी सरी दाइ ल हाम्रो गल्ती भएछ सरी सरी दाइ हाम्रो गल्ती भएछ सरी दाइ ल सरी दाइ यार सरी दाइ यार चाबी दिनु सरी दाइ मेरो हाम्रो उताबाट कहाँ दाइ धादिङबाट आएको हो क्या हामी घुम्नलाई आएको दाइ होइन मैले पनि पेलिदिएको हो हाम्रो गल्ती भयो मैले पेलेको तिमीहरूलाई दाइ भयो ल सरी ल मेरो हाम्रो कहाँ दाइ धादिङबाट आएको हो क्या हामी घुम्नलाई आएको दाइ होइन घुम्नलाई आएको दाइ कसम भगवान् कसम दाइ घुम्नलाई आएको हो क्या हामी घुम्नलाई दम्बा किन देखाएको त्यस्तो देखाएकै छैन दाइ तपाईँले म ओभरटेक गरेर छु दाइ त्यो सही कुरो हो ल हाम्रो गल्ती भयो क्या दाइ सरी दाइ दाइ यार मैले ओभरटेक गर्नु मेरो गल्ती थियो होइन हाम्रो डिस्टेन्स कति थियो मैले यत्रो क्लोजमा मैले ओभरटेक गरेको होइन नि त्यस्तो दाइ ल हाम्रो गल्ती भयो सरी दाइ यार प्लिज तिमीले चाहिँ मलाई के सोचेर कसलाई हात हाल्नु तिमीले होइन तपाईँले लट्ट हात हाल्नु भयो नि त अनि तिमीहरू जस्तो बाइक छ नि मैले पनि चढेको छु
तर मैले त्यो दम्ब कहिले पनि देखाएन कति पर्छ मुची बाइकको तर मैले जिन्दगी छ नि बाइक चलाएर मैले जिन्दगी कसैले मैले यो किसिमको व्यवहार मैले देखाएँ क्या तिम्रो जस्तो यङ एज छ नि मैले पनि क्रस गरेर आएको छु लक्ष्मा विशेष भने हालिदिनु त म खुसी खुसी मार्छु नम्बर दो नम्बर दो होइन मैले त्यहाँ ओभरटेक गरेर आएको छु यतिको डिस्टेन्स त मलाई पुरै यस्तो गरेर मैले पनि पिलेर आएको फर्केर आएको मैले यसलाई हात लगाउँछु कसले हात लगाउँछु छुट्टी नलगा मुची सरी भन्नु तिमीहरू चिन्ता लाइन ल्याएर खेल्छु मुची म देखाउ घरमा हालिस भने मान्छेको खोजी खोजी मार्नु फेरि जेल गर यो मुची गोब्रो गएर मुची 50 60 गोब्रो बोकेर बेलाको गोब्रो बोकेर म चाहिँ कुद्न लाऊ यो दम्ब नदेखाउ मर्छ मुची ज्यान जान्छ आफूले रिस हुन्छ क्या बाइकमा त्यसरी चलाउने तिमीले कति बेला राम्रो हेर त्यहाँ सेल्टस बनाइदिनु म खरपाटी फोन गरेर सेल्टस मुची मेरो पछाडि सेल्टर राम्रो थाहा छ तिमीहरू जहाँसुकैबाट आऊ न कोहीमा चलाउ न तिमीले यस्तो बेला डरदो यार त्यो होइन त एउटाले हामी त बिस्तारै आइरहेको थियौँ भाइ यार त्यही पनि बाटो थाहा छैन भाइ फर्स्ट टाइम आएको हामी फर्स्ट टाइम आएको अरूसम्म आएको पनि थिएन भाइ यार चलाउँछ आफू त मर्छ अरूसँग मार्छ हामीले पनि चलाएको मजाले चलाएको मैले तर जिन्दगीमा मैले कसैले यसरी जिगज्याग मैले कसैले देखाइन मैले आफू त परेको अरूसँग पार्नु भइहाल्यो अब तिमीले सरी भनिहाल्नु जस त्यसरी नचलाऊ त्यसरी नचलाऊ राम्रोसँग चलाऊ आफू पनि बस्छ अरूलाई पनि बस्छ अब नजाउँ साथी यही रहेछ आजको स्पिड रहेछ त्यसो के किन गर्ला जस्तो कसले हातले भन्छ मलाई त्यसो चाहिँ पारो तातो बेलामा म त केही भनेको छैन दाइ सरी भनिरहेको छु दाइ तपाईँले तिमीहरूले मलाई के पनि गर्छ नि भाइ मलाई आँखा चिम्लेर बस्नु मलाई हान्देऊ ल म छेडिदिन्छु मलाई ढालेछ भने म त्यस्तो होइन दाइ यार हामीले चाहिँ हामीले कुरै गरेको छैन मान्छे आउँछ तिम्रो छैन घाउ त गाडीवालाले घाउ लाग्दैन घाउ लाग्यो त बाइकवालालाई हो क्या आफू सेफ भएर हिँड्नुपर्छ बाइकवालाले आफू सेफ भएर हिँड्नु हो क्या सिसीको छुने बित्तिकै आफूले घाउ लागिहाल्छ के हुन्छ दाजु अब खाँदैन खराब नगरेर जाऊ जाउँ चल्दिउँ अब घुम्न आएको घुम्न जानु घुमेर त घुम्न आएको दाइ मैले गल्ती त अब आफ्नो ठाउँ भएपछि जो पनि हेऱ्यो मैले केही छैन बनोस् खासमा त उसैले पेलेर आएको थियो नि होइन हानेको क्या उसलाई त यार सरी दाइ सरी भन्दा पनि होइन मलाई त बाइकमा कस्तो हान्यो अब उसैले पेलेर आएको थियो नि पहिला न र उहाँ रङ साइडमा आएको छ ऊ अनि ऊ परैबाट थिचेर आइरहेको थियो क्या उसले ओभरटेक गरेर आएको छ ऊ पुरै रङ साइडमा छ क्या खासमा उसको गल्ती त अब हामीलाई नै साथी हो त्यही भने म छर्दिएँ उनीहरूको ठाउँ रहेछ क्यामेरा अन थिएन अघि त्यो रङ साइड आउँदा क्यामेरा अन थिएन त्यो क्यामेरा देखायो होला नि त रङ साइड आएको त अनै गरेर गइरहेको हो नि यहाँबाट बोल्दै गइरहेको थियो धेरै स्पिड थिएन क्या दाइ हामी भोटे गरी त्यस्तो अरे के गर्नु ठिक छ हामी त पार्की पऱ्यो होइन होला साथी त्यस्तो केही छैन भगवान् छन् भने हाम्रो पनि दिन होला एकछिन बसौँ न कहाँ बस्ने त्यही बसौँ तर माथि डाँडामा छ माथि नजाउँ है हाम्रो धादिङ हो यार सायद त्यो ऊ कता हो दाइ एटिभी कहाँ छ त्यो एटिभी कता हो हजुर एटिभी के ब्रो एटिभी कि त्यो एटिभी चारपाङ्ग्रे के चारपाङ्ग्रे गुडाउँछ नि यहाँ कहाँनिर